नेपाल भाषा या पिङ्गथा मध्ये छगथा जगत सुन्दर मल्ल यानी कि शिक्षाविद जगत सुन्दर मल्ल या विशेष कलाबला गुजी वेकयु नकतिनी जी कौलागा पञ्चमी खुनोची स 138औं बोधी हनाको जुल वेकयु जन्म छि खोपेहे जुगु ख वेकला थगु इले नेपाल भाषा या उत्थान नीति छुछु ज्याजो त न्याका दिला वे सम्बन्धी चिसा ठाउँ खलाबला यागु जिले वेकयु जीवनी या विशेष खलाबला यागु नीति ठाउँ यागु विशेष ज्याजो या पहा यादि भाषा हेलुवा ओम चरण अमात्य वेक स ठाउँ खलाबला याना शिक्षाविद जगत सुन्दर मल्ल या विशेष दुवालिको कुत यागु जि छासा वेक यातना ज्याजो स लसक्स या सर ज्याजो स लसक्स दुछि ज्याजो भाषा हजुर ठाउँ कने छैन छन दिएछि ठाउँने वे चोज्या चोयो बन्यो वे र जु चोमी कथा चाहिँ छिगु इ चाहिँ बेथि च्या छन हजुर हजुर ठाउँ यागु जिगु विशेष ज्याजोले जि जगत सुन्दर मल्ल या विशेष खलाबला या तिनागु जुल गु वेकयु जन्म नेपाल सम्बन्ध 1200 खोपया खमटवाले जुगु ख अलि वेकला चाहिँ थगु जीवने गु भाषा सेवा नीति नेपाल भाषा उत्थान नीति गुलिना ज्याजो त न्याका दिगु दु ओ ज्याजो त ठाउँ कने गु ठाउँ कने निवा बालका नाचना ठाउँ तक मका मना चंगु वेकयु योगदान कथा चाहिँ नालाका नफै गु खौमा चाहिँ वेकयुपट्टि प्रतिमा पलिस्ता जिया चंगुदु चिसा नकतिनी कौलागा पञ्चमी खनु वेकयु बुंदी हामीले चाहिँ वहे झटाके चाहिँ स्वामा तया चाहिँ छौ बुंदी हना वेक तलुमंक गुज्याना जुल उगु इलेगु झटा पलिस्ता तेगु ज्या जुल उ झटा तेगु इले जु झटा निर्माण या समितिया समन्वय नापो उ इया नगर पञ्चायत या उपपञ्चायत जुगु हिसाब चाहिँ चिसँग गुको ठाउँ चाहिँ उ सोच वाला व सोच या त गु कि ठाउँ चाहिँ मूर्त रूपी सफल जुल उकै विशेषका तयारी सले दक्षिण नेपाल ठो कोपटे पाडगाउँ टेलिभिजन उके लागि सुबा अले सकुन्तला बे चितानो सुबा अले ठो चाहिँ ठो जगतसुन मल्ले विषय खयन चाहिँ सचिव श्री चेटापु खाजोल 2042 साल उबले चाहिँ जी नगर पञ्चायत उबले नगर पञ्चायत चाहिँ उपप्रधान बन्छ उपप्रमुख अले उबले चाहिँ सौ द प्रेरणा छौ छुरासा वो ठो नप्पाजी मस्तबले टस्कन लोकं भाव सफो न्यौ चाहिँ छौ चिनेमा किस्सा लोकं भाव सफो अले छौ चिनेमा किस्सा छौ चाहिँ इसपन डेकाटाउ बाख तो जगतसुन मल्लन चौपटी तो आ इसपन डेकाटाउ बाख ढाबले चाहिँ ठो करिब 16 यहाँ चाहिँ मतलब 3000 वर्ष चाहिँ तो ग्रीक छमा दास छमा कथावाचक यसपयाउ चाहिँ अब ग्रीक भाषा चाहिँ अंग्रेजी भाषा अनुवाद जुजी अंग्रेजी भाषा चाहिँ सम्भवतः चाहिँ वेकङ तो नेपाल भाषा खे न्यो भाके चाहिँ अनुवाद दिउ जुल अले मस्तबले टस्कन द यो सफुमध्ये चाहिँ छौ चिनियामा किस्सा छौ चाहिँ वे इसपन डेगाटौ बाह अले उके प्रेरणा चाहिँ जस्तै उ टाइममे उ इले वो चाहिँ अंग्रेजी उलमछिन वो चाहिँ जापान ठेमा मनु अमेरिका लागि प्रयासमा मनु अले वो चाहिँ किजामिस्ता चाहिँ पद्मसुन्दर मल्ल जापानले अमेरिका अले वो चाहिँ अंग्रेजी स्तर अले वो चाहिँ उब्लेसे चाहिँ वो सिधा डबले हे वेको चाहिँ ठन खपेनन चाहिँ वो यहाँ सरे जो चाहिँ दरबार हाई स्कुल बडिउ जुल एजियो चाहिँ वो भाषा सम्बन्धी अंग्रेजी भाषा सम्बन्धी वेके दखल अले ओकिटा चाहिँ ओके लाभ का उठा ओके फाइदा खन सम्पूर्ण नेवाटे लागि चाहिँ छौ नेपाल भाषा चाहिँ गु अनुवाद वेको यहाँ दिला ख अले वो तस्कम बालाउ चीज जुल कि सब प्रेरणा उत्प्रेरित जुयो जी अले वो चाहिँ दिमाग नभा मस्तबलेसन ठाउँ छौ जुल जसले चाहिँ फलच्या बनेबले चाहिँ वो चण्डेश्वरी स्कुलले बंगाउ जी फलच्या बनेबले चाहिँ अयो चाहिँ चिनियामा किस्ता वो चाहिँ तो इसपन डेगाटो बाहन ठपन जीबले दनि वो दिमाग चाहिँ छौ माइन्डसेट जो छौ जुल नेपाल चाहिँ एजियो चाहिँ ठो जगतसुन मल्ल चाहिँ छन्ची नेपाल भाषामा पेंग ठाम मध्ये छगठाङ एजुले छिस वेके छौ चाहिँ वेकटा वेके संस्मरण र छिसन चिरस्थायी या हिसाब हो यहाँले लेंकटे हिसाब चाहिँ छौ झटा छौ चाहिँ सालिक चाहिँ पुलिसथायी या फसा जिर हमटी अले नगरपालिका उब्लेसे नगर पञ्चायत चाहिँ छौ निर्णायक अथिंखे भूमिका डबले चाहिँ अक्टा चाहिँ कार्यान्वयन अफुल नि अल्टिम प्रस्ताव तयार ठो विषयखे ठो चाहिँ जगतसुन मल्ल खयान चाहिँ सिद्धास महाजु जगतसुन मल्ल वो चाहिँ अवेक पनि छिसन चाहिँ याड सजु तर चाहिँ सुरुवात ठगी याड हिसाब प्रस्ताव तयार अले प्रस्ताव तयारले चाहिँ सुरु खे सकारात्मक यो कोही टुकी चाहिँ
अग्रज त यो कोही पासा पनि थकी सकारात्मक जुला छुन्छु के पाखन चाहिँ विरोध न जुला जस्तै चाहिँ चिसङ वर्गीय विषय खलामो गले जातीय खलायो वर्गीय खलामला नि त्या हिसाबन उगिरा चाहिँ दूर साहित्य प्रयासन छु ख कुटन छु ख अले लिबा चाहिँ एसा अले जिके लुमङ अनुसार चाहिँ जु संस्मरण द अनुसार चाहिँ उबले छि रमापति बाजे रमापति राज शर्मा अले लिबा चाहिँ यहाँ घण्टागरिया कोही चाहिँ अथि सूर्यबहादुर पिवा वेगो पनि नप्ला ठबिसे थयो यारा जो एकदम बलाउ चीज या ठाउँ ख इले चाहिँ या समसम थाहा चाहिँ वेगो प्रोत्साहन बे दिला अले वो चाहिँ विस्तार चाहिँ व्यापक जुएट हुने साथ कि वो चाहिँ जर्सन मले सालिगा विषय चाहिँ होमवर्क जुल व्यापक जुएट हुने साथ कि चाहिँ गु अके चाहिँ वो छौ टपकम विरोधी आउँछ ख अपन पेसिफाई जुल नि साइड लाइन लर्ने विरोधी मसाला नि ए जो चाहिँ अले वो नगरपालिका अके चाहिँ प्रस्ताव पेश जुबले चाहिँ ऐसा चाहिँ छौहे संयोजक टोखे तो चाहिँ छौ कमिटी डेके उठा छौ कमिटी डेके बले ओकेमा संयोजक जे जुल अले जिके उबले लुमाउ अनुसार चाहिँ लोब चाहिँ सुइङा द पलाङ खाजुल ठ अले रविन्द्र ज्यापु सम्भवतः रविन्द्र ज्यापु थे छौ वो रविन्द्र ज्यापु त छसँग कन्ट्याक्ट सिया माध्यमको कन्ट्याक्ट या अले वेक चाहिँ छि नेवटे अठिंक एजो चाहिँ जिन्तांक डेका बे 10000 डेका बे वेक वो जटा वो चाहिँ 10000 डेका बे अले येले वो ग्वारकुन चुए ठाने बले चाहिँ अन वो शिलालेख यो चाहिँ आखा कुदैपटी चाहिँ ठा डौ जतना न अले अन वो चाहिँ छ आखया चाहिँ 2 रुपैयाँ लेख यतका छ वो चाहिँ वो शिलालेख न्याने नि अले वो चाहिँ वो शिलालेख चाहिँ वो गु आखा छसन चाहिँ की गौ ओके चाहिँ प्रत्येक आखया चाहिँ नेरका लेख त्यो काय चाहिँ हमसँग वो शिलालेख चुया बे जुल एजियो चाहिँ अले छसन चाहिँ एकटा शिलालेख वो फुकन तयार जे ढुङ्गाली अके चाहिँ स्ट्रक्चर खमे गु छिङ ख ढि ख वो चाहिँ अब जरसन मले चाहिँ स्ट्रक्चर फुकन देख अके चाहिँ प्रिन्ट अके चाहिँ सालिक न फुकन ते ढुङ्गा माफजा खुनु चिनु न खुनु चाहिँ छि अनावरणीय हिसाबन तयारी ngau तर उबले चाहिँ जगसन मल्ल चाहिँ अब जीवित काले न वेको चाहिँ जेले चंगु जुल अब चाहिँ मरण लिपान मृत्यु लिपान वेको चाहिँ सालिका रुपे चाहिँ जेले चंगु चाहिँ वेको चाहिँ दुख बिग चाहिँ टोपो दखनिका सरकार हजुर हजुर गु उबले उबटी सोच वाला देखियो छि संयोजक जुया दिला मला उकिया नीति नगर पंचायत बाकी गु किसिम ज्याजो त न्याला न्यात उबले मुख्य खाया वो उकिया लागि चाहिँ गु डेकै उठा चाहिँ छौ सैद्धान्तिक के निर्णय त वे टराउ चीज जुल अले उकिया लागि एक्ज्याक्ट जो खर्च चाहिँ लोमाने जी लोमहरु तर सालिके 10000 उ आखा चाहिँ 6 आखा चाहिँ 2 रुपैयाँ लाखन छु चाहिँ लुमाव नि अझै तर मेरो चाहिँ गुली अठिन जु तर उकिया लागि लिपा फुकम पासनिक बाखन चाहिँ सकारात्मक उकिया चाहिँ सहयोग जुल तर सहयोग मुजु उकिया चाहिँ दूर साइड या प्रयास या चाहिँ सरकार हे जको खौबले पञ्चायती सरकार होला ओ अठिन कुन चाहिँ तिमी चिसन धैर्यला जीवन जीवित जुगु इलेना जेले लाना दिमा वेका ची भाषा सेवी शिक्षाविद तर लिपागु छाटा दिएको इलेना वेका मरण पान्तन जेले लाता तका धैर्यला छु प्रसंग ख छु छाटा फ्यायौ ख के ख वस्कन नेता कना वो आवो जी नुडा खुनी ठक्क चाहिँ मपदा खुनु संसा के अनावरणीय चाहिँ छि कार्यक्रम अले स्था वो उबले सो पासन चाहिँ खबरिया त सालिका मरे ढुङ्गला नि वो सँग चाहिँ यंगे ढुङ्गला नि सुन न प्रशासन टोपे त सालिके अले छनु हा लक्ष्मी पूजा खनु लक्ष्मी पूजा खने फुकसा मटा चाहिँ झलमल्लो जु टाइम नि उबले होला तर ओ टाइम चाहिँ वो खोमा एरिया चाहिँ पुरा ब्ल्याकआउट वो मटा पुरा वो शिका वो चाहिँ ब्ल्याकआउट यंगा पुलिस त प्रशासन चाहिँ वो मिल चाहिँ हतियार वो औजार त फुकन जंग चाहिँ वो गु अझै धलान जो चंग जुल नि वो डन्डीखे वो चाहिँ वेल्डिङ यंगा चाहिँ धलानी टौ जुल वो फुकन चाहिँ काटे यंगा च्यांग चाहिँ एम सालिक यंग कौ जुल अले स्था अनावर बासी तेस चाहिँ शिगु जुल वो स्था चाहिँ शिगु जुल क ए बनी चाहिँ बनी मसुका बनी चाने गुबले याउजी क वो अले एजिया चाहिँ मसु स्था नपन चाहिँ वो मर्निङ वाक कम चाहिँ वो स्था प्या ऑप्शन चाहिँ खम्बले चाहिँ सालिक मरे रुकला न खबरिया त जिबे छसँग वन सोय याउजी छाय याउजी ठो स्वाभाविक रूपमा चाहिँ पञ्चायत याउजी प्रशासन याउजी રહ્યા छ अठिन जुए जुल मलाई अले वो चाहिँ छिसंगु अनावरणीय अले 11-12 बजे अनावरणीय जुल सुथा मरे ढुङ्गला बस आले होला बडा दुखदायी अठिन जुल अले वो चाहिँ तुरन्त मन त आक्रोशित न जुल तुरन्त चाहिँ जस्तै यहाँ चाहिँ पद्मडाइपम पद्मरत्न टुलाधर पङ वेक अपनी छौ चाहिँ नारा सहित जुलुस न होला दरवास गरे लाकुली चाहिँ उबले सेउ नगरपालिका बिल्डिङ ठ्याक्क हने अफिस हने चाहिँ छौ कोन सभा थे जुल मन त उत्तेजित जुल आक्रोशित जुल गुली मन त्यसै चाहिँ कानुन हो चाहिँ पुलिस आक्रमण या गुली चाहिँ प्रशासन आक्रमण या उत्तेजित न जुल होला तर छिसं उबले उत्तेजित जो छ ओके चाहिँ परिणाम मेउ न जुयो तर छौ जानकारी तो पाडगाउँ टेलिभिजन मार्फत उबले चाहिँ काका नु चाहिँ वो पुलिस आक्रमण या नु चाहिँ प्रशासन आक्रमण या नु अपाङ्के नु गु चाहिँ उठ्छ अथि या पनि उत्तेजना हबे भन्नु नि अब छमनिमा मनु जिम्मा से शेडी गप
उबले उमी उत्तेजना के उमी चाहिँ उक्साहट के झिसन चाहिँ ढाठे उ चाहिँ प्रहरी के आक्रमण याओ जुसा प्रशासन आक्रमण याओ गति छुजी हो होला एजुली चाहिँ अमी चाहिँ साहट चाहिँ झिडा वो फस्याएंगे ओगिला चाहिँ उत्तेजना है पुलिस आक्रमण याके चाहिँ प्रशासन आक्रमण याके वो जेफ मोंके वो अझ दबाई आओ वो चाहिँ ऊपर दबाई आओ वो दमन आओ वो चाहिँ प्रयास सारा छ छ जानकारी उबले चाहिँ नगरपालिका चाहिँ छौ झिसन चाहिँ पत्रिका छौ पिकेगा वो लेपो मासिक पत्रिका वो पत्रिका नहीं पंचायत का दुनिया पंचायत तर ओके चाहे वो पंचायत गुबले पय दै मक्क ओके मार्क्स लिने जीवनी माहौल जीवनी मजदूर आंदोलन किसान आंदोलन जस्तै एपिने चाहिँ पेरिस कम्युन पेरिस विद्रोह या खक ओके अले वो हिसाबमा 6 अंक जिसन चाहिँ उबले वो दर्ता मजुरनी कारण चाहिँ जिसन मासिक मलाई बुलेटिन थया वो पत्रिका नाम बुलेटिन जुला पंचायत बुलेटिन अले लक्ष्य कप्या होई अले ओके जन यहाँले 6 अंक लगातार पिकया 6 अंक पिका 6ठौं अंक या 7ठौं अंक खे वो चाहिँ मार्क्स जीवनी लेन यो छुकी जीवनी डोजलो के प्रसा उबले सुशीलकान्त झाड हापटी सिडियो वन चाहिँ तपाईले धेरै यस्तो निकाल्नु भयो 6-7 निकालिसक्नु भएको छ त्यसकारणले यो तपाईहरु आफै ल्याएर हामीलाई बुझाउनुहुन्छ कि जफत गरौँ र फोन आएको सिडियो उबले उबले चाहिँ छे फोन पनि नगरपालिका फोन र उबले सिडियो अफिसमा फोन आएर तपाईहरुले आफै बुझाउन ल्याउनुहुन्छ कि निकालिसक्नु भएको रहेछ यो चाहिँ प्रेसमा हामीले बुझ्यौं त्यही भएर आफै बुझाउन ल्याउनुहुन्छ कि यो चाहिँ जफत गरौँ तपाईहरुले के गरौँ चाहिँ वो छु जगसम्मले ठो सालिके हो 1.5 वर्ष हायो खाको अले वो चाहिँ झेसन चाहिँ अब झेसन वो फुकम प्रिन्ट या ढंगो वो स्टुडियो अफिस में बुझिया वाला खा जिम खनि हम सब चाहिँ प्रेस वहाँ चाहिँ अक्टा चाहिँ जफरिया त अक्टा चाहिँ फुकम कब्जा काला जो चाहिँ आइन्दा देखि यो पत्रिका निकाल्नु हम चाहिँ वो वार्निङ बिल तर झेसन पिका छौं एकटा 7 8 9 10 लगातार लक्ष्य पिका छौं वो 6 अंक चाहिँ हम जफरिया त अले उकिन झ्याक्सङ वो चाहिँ दबाया माउजुल नि हाम्रो चाहिँ ठो एन्टी पञ्चायत एन्टी मोनार्की ठो चाहिँ राजतन्त्र विरोधी पञ्चायत विरोधी ठो नाम पञ्चायत तर पञ्चायत विरोधी पञ्चायतले पढ्दैमा हो क्या होला एजोलियन चाहिँ खाली मार्क्स लेनिन हो चाहिँ किसान आन्दोलन विद्रोह जनविद्रोह थियो विषय चाहिँ विभिन्न देश चाहिँ इतिहास अयोधको विषय जुल एजोली चाहिँ दबाया छौ चाहिँ असिम त हामी प्रयास यहाँ चाहूँ जुल नि हमसँग कुटा यहाँ चाहूँ जुल नि वो हिसाबमा जगत सुन मल्ले हो के से पुलिसमा आक्रमण गरौँ यो चाहिँ प्रहरीमा आक्रमण गरौँ यो प्रशासनमा आक्रमण गरौँ गु चाहिँ उक्साहट या कछ उक्साहट के चीज बगेजु जो छ उबले न दबाएको छ तर छिसा वो अकिटा उबले संयमित जुया अले पास उबले चाहिँ छुन्दिन चाहिँ छो नगरपालिका मुख्य पदाधिकारी जी मेयर भन्छ प्याहेमटे सुनपेन चाहिँ प्याहेमटे अन्डरग्राउन्ड थे चोन ढावे साब अठेन जुला लिपा चाहिँ उकिल लिपा छि चाहिँ उबले प्रधानमन्त्री चाहिँ लोकेनबार चन अले लोकेनबार चन त डेलिगेसनमा छि चाहिँ ठोसालिक चाहिँ जिमटामाला लिडामाला चाहिँ चाहिँ छमा नेपालीमै हस्ती खनी नेवाटेमा चाहिँ हस्ती मुखुटो सासा ठुङगु याउको वेकङ गु याउको जस्तै चाहिँ वो डिक्सनरी चौ डबेका नेपाली हैन चाहिँ नेपालीया लागि नै योगदान एउटा नेपाल भाषा लागि चाहिँ मुखु अगर नेपाल भाषा नेवाटा चाहिँ यदि नेपाली मुखट रहसा मेउ एक खाँचोला तर नेवाटा नै नेपाली ख नेपाल भाषा नै छि नेपाली छौ चाहिँ अठिङ खसा सम्पत्ति खसा छौ ओरा चाहिँ प्रोत्साहन मया माउ छ एजे चाहिँ ठिकदा चाहिँ सालिक जिमटा लिडामाला सालिक चाहिँ तेमाला ढाए चाहिँ छिसन चाहिँ लोकेनबार चन्टा अठिया तर लोकेनबार चन्टा नपलाउने बेला न्याप्ले चाहिँ प्रकाशन लोहनी छु मन्त्रीको ओबले लोमानजी प्रकाशन लोहनी नपलायो वो चाहिँ न्याप्ले चाहिँ प्रधानमन्त्री बचायो वो चाहिँ आलताल हो खलायो गर्ने जो मेरो उबले पंचायत राज स्थानीय विकास मन्त्री जो मेरो ठान छिचा बराबर नपलावंगा तर जो मेरो न चाहिँ न्याप्ले वो चाहिँ नेवाल सन्त बिना उली ठुकिया मामला चाहिँ कोपरेट मया वेकङ अले सकै अथवा न्यकै चाहिँ छिटा ओबेटिङ ग्रुपले चिकमेन एकछिन दिसनी पिकाटे यो मलाई वेकङ चाहिँ ब्याकडोर बिसो गरे नि जोग मेरो ल तपाईले यहाँ कुराइराख्नु भएको मन्त्री मन्त्रीजीले अर्को गेटबाट निस्किसक्नु भएको छैन मेरोसँग ढाल्के वो चाहिँ अले वो गाडी खे चोले ढुङ्गौ जुल छियन दिउली म दिउ ठो चाहिँ ठो नेवाटे अठिङ ख ठो चाहिँ जस्तै आठो जगत सुन बल्ल नि जी बो बाया सुन मुखनी नाटा गरी हिसाबमा सोला रहसा चिफ कसम सम्पत्ति ख तरहर ख वे क छि ग्वाली आउट के मया या जरुरी आउट के मुटु जरुरी आउट है मया क अले 42 साल फागुन 20 गते जिका आटकम डेट चाहिँ लुमनी 42 साल फागुन 20 गते चाहिँ ठो मध्यमाञ्चल विकास क्षेत्र भ्रमण या विशेषलाई चाहिँ राजा वीरेन्द्र उब्लेशमा राजा वीरेन्द्र रानी ऐश्वर्य अले उब्लेशमा अठराज कुमार ज्ञानेन्द्र अले अठराज कुमारी कोमल लगायत चाहिँ नगरपालिका वो उब्ले ल 42 साल फागुन 20 गते उब्ले नै देखेको नि यसरी हाम्रो नेपाल भाषाको मात्रै नेपालकै धरोहर हो उहाँको चाहिँ यसरी सालिक काटियो अनावरण हुने दिनमा यसकारणले सरकारले यसमा केही गरिनु पर्यो भनेर चाहिँ तयाजिङ के भएको यो चाहिँ वो सचिवले उखे चाहिँ नियन होला अहिले वो चाहिँ खोइ के भएको कुनै चाहिँ गोलमोटल जवाब यो चाहिँ धरोहर हाम्रो नेपालकै धरोहर हो यो
नेवारगढ मात्र होइन नेपालकै धरोहर हुनुहुन्छ उहाँ यस कारणले उहाँको शालिग हामीले राख्न पाउनुपर्छ यो प्रशासनमा छ भनेर हामीले बुझ्यौँ त्यस कारण त्यो हामीलाई फिर्ता चाहियो हामी चाहिँ यथास्थानमा हामी त्यसलाई चाहिँ अनावरण गर्छौँ त्यही बेला ल त्यसको विषयमा के भइरहेछ मलाई खबर गर्नु त्यो बुझेर मलाई खबर गर्नु आदेश चाहिँ बिल जुझौँ होला तर चाहिँ ओके कारण चाहिँ मजु आखिर पञ्चायत मरे ढुङ्ग अहिले 3 वर्षले पा सोधाले पा 49 साले मफजा हुनु चाहिँ आखिर अनावरण जाउँ हजुर छिछमा नगर पञ्चायत बुझ उप प्रधान पञ्चायत जुगु इले हे उगु जिया जुल गु छित उजना बिउ खन छ झटा तेमा तका उ समिति कजिना देका दिगु जुलला इले उगु इले हे अज्यागु जिया जुल गु छित बामलागु अनुभव जुल नि गु किसिम मूल्याङ्कन याना दि राज्य पाके गु दमन जुल ओके त गु दुखै कनादिला चिसा सोदली पातिनी चिसा छाता अनावरण या पञ्चायत मले सोदली पा अझ मरे ढुङ्गाटिनी गु इया त चाहिँ कथि मूल्याङ्कन अब पञ्चायतमा उब्ला वो शक्ति सम्पन्न निकाय के दुनिसा थ देख न थ ओ एक कजी जुया न छ म पञ्चायत नगर पञ्चायत दुज जुगु इले हे थ त कजी देका गु संस्थान हे उजाउ बिउ ख तर लिपा वया चाहिँ अज्यागु ज्या जुल उके त चाहिँ कथि मूल्याङ्कन वो चाहिँ पञ्चायत यो स्वभाव वो चाहिँ पञ्चायत यो गु चरित्र खो सोबले चाहिँ वो दमनीय अस्वाभाविक मुखु होला वो चाहिँ स्वाभाविक है वो दमनीय र स्वे तर छिसं गुली प्रतिरोध फै छिसं गुली प्रतिरोध के मया यासन गुली फै ख उली ख ए जुन चाहिँ अगदा अस्वाभाविक रूपमा कया पञ्चायत यो विरुद्ध छौ चाहिँ स्वेच्छाचारी तन्त्र यो विरुद्ध गु संघर्ष के छौ अंश ख हुन होला ए जुन चाहिँ छिसं खाली जगरसम्मले छटायो केसको मकि समग्र पञ्चायत खराब व्यवस्था जुगाएको कारण छिसं उके विरुद्ध छिसं संघर्ष या टोमटा उब्लेन उके कारण जेल वङा जेल 20 महिना जी जेल चोङा होला उब्ले चाहिँ यो कोही चरम याद नन जु ख पासमेन्टा जिला यो कुछ पर एजिया चाहिँ वो जगरसम्मले छ वो गु साली गयो चाहिँ छटायो गु चाहिँ केस जुला ख वयां खाली छौ प्रतिनिधि पात्र जग जुला वो छौ घटना जग जुला प्रतिनिधि घटना जुला होला उकेन चाहिँ दमन यही स्वाभाविक छ एउटा प्रतिरोध या ख प्रतिरोध या नै यहाँ जुला एजुले चाहिँ अब मेन चाहिँ ठुके जिन ठुके छोरा छ ठो चाहिँ जगरसम्मले प्रति तयार हुन चाहिँ मुआवले न वेको प्रति चाहिँ सरकार असहिष्णु मुआवले वेको जीवित जुबले न तर चाहिँ से ढुङ्गा न वेको चाहिँ वो साली गयो रुपे चाहिँ छटायो रुपे चाहिँ जेल चोनी माला वर्षौं टक होला वो चाहिँ छौ सरकार यो चाहिँ गु नस्लवादी चरित्र ख गु चाहिँ वो राज्य सत्ता यो गु चरित्र ख उके प्रतिबिम्ब चाहिँ खरी हो गु दमन याओ अंश याओ ख वो चाहिँ ख एजुल चाहिँ जस्तै आव जगरसम्म मल्ल जग मुखी जस्तै बुद्ध धर्म माने याओ जुलिङ बुद्ध धर्म प्रचार याओ जुलि नेपाल भाषा चो जुलि नेपाल भाषा प्रचार याओ जुलि चित्र रिडे लगाएर चाहिँ भन्टेट एम त जेल याओ जेल बिगु निर्वासन छ र मेन तबे दसुत डनी उदाहरण यो को डनी एजुल छौ ची प्रतिनिधि घटना जग ख हो ओके चाहिँ छिसौँ वो छौ उक्याको कारण वो छौ घटनाको कारण मन्त्री चाहिँ वो मन्त्री चेतना छौ बढे जुल नि जगरसम्मले सालिकै मोटक ढ्याब्ले ठो सरकार गयो पञ्चायत गयो ठो ढ्याब छौ चाहिँ वो पञ्चायत विरुद्ध छौ जनमत सृजना या छ अकिन ज्याट नि पुसा जुल एजो चाहिँ वो के हो छिसौँ चाहिँ ओके बामलाउ छौ घटना सन्त पिनौ छौ स्वेच्छाचारिता अन्त्य या लागि छौ बालाउ कदम जुल हो छसा मिउ ग am चाहिँ मलाई नि हो वो हिसाबमा कया गयो हजुर गु बालागु अवसर सृजना जुलतका थाया दिला अले उगु इले गु ग्वालिया नीति गु हिउपाय नीति थु जाता माला दका चाहिँ शक्ति सम्पन्न निकाय त ग्वाली फोन मले चाहिँ वेक पिन्सा चाहिँ बिचायना मदिगु खन छिसन कति नि नेता दिला अज्यागु इले जी नेवा नेलुवा त के चाहिँ राजनीतिक पहल मडुगु खकी वा राजनीतिक सक्रिय मजु खकी गथे ताका दिया अच्छी खला हो चाहिँ आची नेवाटे विषय चाहिँ ट्याबले पर्छ छिटो पाउँछ होला तर छि बिच छौ चाहिँ राजनीतिक चेतना यो कारण हो छि चाहिँ राजनीतिक गु चेतना गु राजनीतिक नीति निर्माण यो टहकै छि ठेनेमा हो नि उगुले छ वास्तवमा या जस्तै चाहिँ 97 साल ठौसे चाहिँ उगुली 80 वर्ष नि हो 97 सालले चाहिँ गु पेमस्टा चाहिँ शहीद याट नि शहादत प्राप्त याट नि ओके सोहा नेवाटा खनि होला तर नेवार चाहिँ उब्ले चाहिँ शहादत प्राप्त या नेवाटा ख तर गुली चाहिँ उब्ले आन्दोलन चाहिँ मिपुन ड मतलब चाहिँ शहीद मजुफ मिपन नेवाटा न डने उब्ले होला तर अमसन आन्दोलनले भाका उड तर शहीद पेमबडे सोहा नेवाटा अनलिबा चाहिँ 8 साल 60 साल लिबा चाहिँ 8 सालले डक्क नपा ओ शहीद जुमा मन नेवाटा ख चिनेका जी होला ओके लिबा चाहिँ 16 17 साल दमन जु टाइम न पञ्चायत इन्ट्रोड्युसिया टाइम दमन जु टाइम न नेवाटा अग्रपक्ति 46 सालले आन्दोलन दक्षिण नपन चाहिँ शहीद जुपन नेवाटा 62-63 साल आन्दोलन जुबले अग्रपंक्ति नेवाटा है तर नेवाटा ज्या छौ 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 छुरा छ खाली आन्दोलन भाग्या हो
घाइते जो पुलिस चाहिँ भुट्ने हो पुलिस चाहिँ जेल फुकन्ने हो मलाई शहादत प्राप्त मनुष्य हो तर नीति निर्माण एउटा टहकै थिएन कि चाहिँ हामीलाई लिचले जस्तै 46 सालले गणेशमानसित प्रधानमन्त्री जुरको अवसर एमपी खो नि म यसको लागि त योग्य छुइनँ सरकार चाहिँ टोटो खो नि टोट सार्की चाहिँ कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री जुर हामीले नीति निर्माण एउटा टहकै थिएन सार्की टुडी खाकी उची माओसे आदर्शवादी जी तर छि अटके दक्कै तरहौँ समस्या छि चाहिँ वो यहाँकै आन्दोलन छि हने लासन तबिन अग्रभूमि नेपाली इतिहास परिवर्तन नेपाली चाहिँ फेस लिफ्ट या लागि चाहिँ नेपाली इतिहास चेन्ज या नेपाली चाहिँ ख्वाय चेन्ज या मामलाका चाहिँ आन्दोलन याबले हामीले नेवाटा हने तर उकिटा चाहिँ साकार या लागि उकिटा चाहिँ कार्यान्वयन टहकै भनेले चाहिँ हामीले ल्याउने अहिले वो खेबर मुटा एमसन चाहिँ हामीले चाहिँ अवसर कायो जला त्याबले गणेशमान चाहिँ 46 साले छिसङ खंका ठो गणेशमान जी ठुके लागि अछि योग्य मखु मिपिन्दा बेबेसन जो सरकार ध्यान अनुसार कि चाहिँ नेवा खेबर मुटा बोका होला नि मलाई छमा गिरजा छमा चाहिँ कृष्णप्रसाद भट्टराई अब नेवा प्रधानमन्त्री जे भई अवस्था हाम्रो छमा जुला मिमिसन चाहिँ खुब विरोध अहिले यस्तो क्रान्तिबाट आएको यस्तो आन्दोलनबाट आएको प्रधानमन्त्री जस्तै लाग्दैन भनेर चाहिँ गिरजा कम विरोधिया होला उबले होला हामी चाहिँ लाभ सुत्ला न्याप्ले ठो खेबर मुटो नि न्याप्ले चाहिँ छिटा चाहिँ न्याप्ले युज जग्गा यही युज एन्ड थ्रो उकिन चाहिँ जु अटके चाहिँ धारणा उब्ले लिसिन चाहिँ जु अटके चाहिँ जस्तै इतिहास अठिङ अध्ययन याबले चाहिँ वो जिगु धारणा निर्माण यहाँ ठाउँ दिमागे जु पर्सेप्सन छुरा छ नेवाडा चाहिँ नीति निर्माण एउटा टहके मोहन्तले नेवाडा ठ्याङ खालि नेवा श्रेष्ठ प्रधान अमत्य ज्याम जो नेवा नुगा डपिङ मन्ट होला श्रेष्ठ मरिचमान न जुए ख नि मलाई मेबी मन्त्री न जुए ख नि तर मन्त्री नेवा ज्याम कि नेवा नुगा ढोपटे नेवा डुगो नेवा डपो मन्ट चाहिँ राजनीतिक नीति निर्माण एउटा टहके मठन्तले तो समस्या जुट्ने जस्तै आज चाहिँ टोखायो समस्या वो चाहिँ अब मेमेठायो चाहिँ खोकनायो समस्या विभिन्न ठासै गु समस्या आज दमन गु जो चाहिँ खनेवटे चाहिँ सेन्सिटिभिटी सरकार मठुगु ठिकै चाहे मुजु गु समस्या द नि वो चाहिँ झिए ठाउँ चाहिँ अयो ठासै मठन्तले वो चाहिँ समाधान जिमेको एज चाहिँ झियो आन्दोलन चाहे चाहिँ वो नेपाली कांग्रेस मनो आबद्ध जुजे भ नेकपाको जे भ माले एमाले छुकीछुके माओवादी न्यागुए सन्त पनि राप्रपाल सन्त पनि दुनेन संघर्ष या ठठौ पार्टी दुने संघर्ष या बाकी दनि पिनेन वो चाहिँ छौ छिउ ठाउँ नेवा कज लागि चाहिँ छिसन लुया चाहिँ टुटे मुजु ओके चाहिँ लजको लुया म कि संघर्ष या म संघर्ष मैदान हनेजको चने म कि नीति निर्माण टहकै ठिकै म रायो चाहिँ जु उब्ले मठेको जिम पनि छु दिला नीति निर्माण या तहके दिनेवा त थिङमा निवा नुवा दुपी मनु त थिङकी मागु ठाउँ या गु परिस्थिति के निवा दुनी हे लफ खिचा जिया चाउँदो निवा दुनी निवा त हे मिले मजु त खाना यही भया चाउँदो ठुके त चाहिँ छुद्या दे ख चिजा छौ सारे आत्मकेन्द्रित जियो जात सारे आत्मकेन्द्रित मनोगत आत्मकेन्द्रित जस्तै आछे सोच त चाहिँ अब मपुजा किताब विषय चाहिँ विवाद होला छि चाहिँ उमे चाहिँ वो सुमन्त्री जो छिया उमे जो ला भयो खेबर मुटे झिउ चाहिँ मफदा गोबले आयो किताब गयो कुली झिउ चाहिँ सोच गुली चाहिँ झिउ चाहिँ दायरा एकदम संकीर्ण थियो नि मलाई वो चाहिँ टिटी अनुसार चाहिँ ठाउँ अनुसार चाहिँ यहाँ सेसन नि ओ यहाँ चाहिँ जे चाहिँ सोमबार या मर्की किताब सोमबार या मर्की मंगलबार या मफदा चाहिँ आइतबार या मर्की सोमबार या म ठेउ विषय अल्झे जिउ छि अहिले वो चाहिँ सरकार ठेउ छि त अल्झे ठेउ छि ta झिना आफै चाहिँ अल्झे जिउ जस्तै चाहिँ झि ओ नीति निर्माण एउटा टहके अथवा चाहिँ राजनीतिक नेतृत्व एउटा टहके छिउ लापो मखि वो चाहिँ जात्राके म भ्यू जात्रा खसाले लागि गुली संसारले खिबो म भ्यू लापो छिउ भयो भन्दै नि छि छिउ गुली कमजोरी चाहिँ के आन्तरिक छि चाहिँ नेवाट हने मलाई आन्तरिक कारण र बाह्य कारण डटके आन्तरिक कारण छिउ ठाउँ बिचे ठाउँ अन्तर विरोध आन्तरिक कारण बाह्य कारण सरकारले न्याप्ले दबाएर सयो नेवाट ठाकाटा म सयो मखला बाह्य कारण हो जुन एक चाहिँ आन्तरिक बाह्य कारण चाहिँ व्यवस्थापन या मफुटले चाहिँ नेवाट हने वेटासमा एक जिउ आन्दोलन जिउ चाहिँ ठो व्यक्तिगत धारणा जिउ चाहिँ जोड चाहिँ ठैदा चाहिँ नेवाट चाहिँ राजनीतिक रूपमा सचेत आयो राजनीतिक रूपमा चाहिँ नेवा अठिन चाहिँ वो अठिन नीति निर्माण टहकै ठ्याङ्क्यो जिउ अभियान चाहिँ उचिसन कति निन धायदिला नेवातीसँग खम ठुया चाहिँ ठिठी चिची राज खके चाहिँ अल्झे ज्या छैन पंगेला नाच्न झका धायदिला नेवा थमा सय ओपटी पंग क्वेशन हेर्न चाहौँ ख कि वा सुना वेक पिन्टा चाहिँ लफना चाहौँ ख जस गति कि राजनीति या एउटा हरेक खयाता चाहिँ राजनीतिकरण हेर्न चाहौँ ख कि कति चिसा मूल्याङ्कन हेर्न विश्लेषण हेर्न ठिकै चाहिँ गुली जिम्मेवार थिए आफै ख होला वो चाहिँ ठिकै चाहिँ सुना उसै उसगार नन् दै उसगार नन् दै तर चाहिँ प्राइमरी फ्याक्टर चाहिँ मुख्य चाहिँ प्रारम्भिक फ्याक्टर चाहिँ ठय ख नि सुना वो डम्टे बेले सुना उक्सा टेबले नजदे नि जस्तै चाहिँ अब पुलिसमा आक्रमण गरौँ प्रशासनमा आक्रमण गरौँ थाहा छ निर्णय छ यामल नि क्वाइसन खोइ उक्साइपस उक्सै निर्णय ठाउँ यामल नि एजोलिन चाहिँ वो उक्साइप उक्साट्यो छ फ्याक्टर नदै तर चाहिँ गुली निर्णय चाहिँ छिट थमै याम आउँछ नि
जिम्मेवार छिए ख तो के चाहिँ छिसन थमे स्वयं माउ ख छिसन थमे या माउ जस्तै अठो मापुदा किताबदा गु विवाद ख स्वयं उक्साहट जोसान त बिना कम से कम चाहिँ झिउ जस्तै अब फेसबुक के अनेक थरी आउँछ आइतबार सोमबार मंगलबार जे ता हिसाबले आउँछ सिला महला थमनेरले आउ खनी महला ओके चाहिँ ठो झिउ चाहिँ चचराउ खाखे विग्रह यो चाहिँ झिउ बिच अन्तर्विरोध गु पैदा जोचौँ ख पैदा यहाँ चौँ ख अघि चाहिँ झिउ सचेत मजुला ढासा नोक्सान छिटा झिउ फटके होला हजुर पक्कै नै निवाते सच्चै ठो वाचाकी माझी र ठो भाषा नापजिको प्रति संस्कृति तजिला जी फुक स्वानाचंगु खजुलौ के जिसा पक्कै नै वाचाकी माजुला गठे छगु जगत सुन्दर मल्ल जु थायदिको दु वेकै छगु थापु दु गठेकी माथा आँखा सेनीको खसा मस्तेता मा भाषा सेंकीमा तथा गु थायदिको दु वो धापु उगु इले गुलितक सान्दर्भिक खंगा दिया छि सचै उगु इले गुजे दासा छगु भाषा योजको नीति दु भाषिक दमन राणा शासन यो शोषित दमन यो इले चाहिँ उ थापो चाहिँ गुरु सान्दर्भिकता खंका दिए छि तो मठा आखा सेके खसा मा भाषा आखा सेके म सेके बे म वेके गु धारणा ख जिसो बेले चाहिँ वो उबले आउजको मुखकी सर्वकालिक रूपमा सान्दर्भिक हो जस्तै ठंको ने 16 सा वेको जन्मेजु 138 वर्ष डटा होला वेको मान्यु छ 138 वर्षमा बराजु युज ल वेको होला तर एसान तबिना ठौनो उके सन्दर्भ सान्दर्भिकता कम मजु जस्तै छ उदाहरण बे छोन्यु उठासे उदाहरण बे जस्तै चाहिँ नेल्सन मण्डेला चाहिँ उनमा छि 30 वर्ष जेले चुना दक्षिण अफ्रिका होला अन चाहिँ रंगभेद नीति व्हाइट अछिन चाहिँ वो खाली टुइप न्यूजको शासन ब्ल्याक एन्ड व्हाइट टुइप न्यूजको शासन अलेको चाहिँ 1993 को चाहिँ वेको चाहिँ राष्ट्रपति निर्वाचित जुएट हुने साथी वेको टौ नीति अथि वो फ्ल्याश या ओखे छौ नीति चाहिँ वो शिक्षा सम्बन्धी खको वेको वेको चाहिँ उबले छुला ढासा माम भाषण चाहिँ वो शिक्षा बिल ढासा मस्ते सिंह अगिरा चाहिँ नुगले थियु मस्ते नुगले ठंका थियु दनि ओकिन चाहिँ माम भाषा इमि चाहिँ छु भाषाको इमि जस्तै उबले चाहिँ इंग्लिशको जुलाना व्हाइट टेसन चाहिँ इम्पोजियन्ट खाली इंग्लिशको जुल नि जुडु भाषा इनकाठा भाषा विभिन्न भाषा डनि हैन होला माम भाषा आखा सेना भाषा वो चाहिँ उपो चाहिँ ग्रहणीय शक्ति वा बढे जिउ मजा ट्यालेन्टेड न जिउ एजुलिन चाहिँ मस्त्र चाहिँ छु भाइमा मजा ख वो भाषा हे उम त चाहिँ शिक्षा बे मरा डक्क नपा 1993 भएको चाहिँ शिक्षा के वो चाहिँ टौ नीतिगत भाषण के मध्ये चाहिँ शिक्षा नीति खान भएको वो फ्ल्याश हो अघि माम भाषा शिक्षा बिल भाषा मि मजा दे नुगले थियु ने नो मस्ते मखो वो मजा माम पनि नुगले पनि थियु ए जो चाहिँ माम भाषा बे मरा चाहिँ वेको विभिन्न चाहिँ ट्राइबल भाषा त दनि जुलु इनकाठा विभिन्न भाषा त वो विभिन्न सिलेबस त पाठ्यक्रम त देखे फुकै याके बेला तर आ चाहिँ ठाउँ 16 भाषा छिन चाहिँ दक्षिण अफ्रिका चाहिँ टप 10 खेल्ला नि आर्थिक शक्ति सैनिक शक्ति हर हिसाब होला टप 10 खेल्ला नि तो चाहिँ 1993 चाहिँ 2020 दाबले चाहिँ 27 वर्ष नि नेडायो खजलाको होला जस्तै मिमे ठहरन जस्तै छिन 16 भाषा वो सिंगापुर बाइलिङ्गुअल पोलिसी गान होला बाइलिङ्गुअल न्यू भाषा अनि चाहिँ इंग्लिश अनिवार्य जुल अलि वो बाहेक अना जस्तै ठो दक्षिण भारतमा वमे तमिल त होला तमिल त जुल अलि अनालिप चाहिँ हिन्दू त जुल विभिन्न चाहिँ ड अना जस्तै मन्त्री परिषदले अना चाहिँ तमिल त हिन्दू त नि आएन होला अलि एमसन बाइलिङ्गुअल चाहिँ जस्तै तमिल छ तमिल मचा जुल भाषा इंग्लिश जुल प्लस तमिल भाषा शिक्षा के हो अधिकारको हो होला छाडा इम्युन छौ पर्सेप्सन छ भाषा वो थौ माम भाषा बिल भाषा उप चाहिँ वो ग्रहणीय भई जस्तै जगत सुन मल्ल चाहिँ बंकडी उबले चाहिँ एलिफेन्ट माने हात्ती ग बबंगो नि एलिफेन्ट माने किसी हर्स माने सला घोडा मुखो सला होला एगो चाहिँ बंगो खनी एलिफेन्ट माने किसी जबकि जिन मस्तले भने एलिफेन्ट भनेको हात्ती वे अचिंक्य संस्कार जिन हुर्के जिउ खनी एलिफेन्ट माने हात्ती तर वेको एलिफेन्ट माने किसी होला बंगडी उला अथे सिंगापुर अथे न भारतीय न लिपा चाहिँ अंशन छु ग्रहण र भारतीय चीन न जस्तै उदाहरण 16 भाषा माम भाप्रति माम भाषा सेने म ढाइ साब जस्तै चाइना न अब ट्रिलिङ्गल चाहिँ पोलिसी देखाउटाको जस्तै चाहिँ छ टिबेटन मनु चाहिँ शिक्षा ग्रहणीय मला भाषा वो चाहिँ टिबेटन भाषा हो चाहिँ माम भाषा हो चाहिँ शिक्षा ग्रहणीय भई वो बाइक चाहिँ छौ इन्टरनेशनल ल्याङ्ग्वेज छौ क्यामाला चाहिँ छौ क्यामाला सुंगु भा अरे न उंगु इनर मंगोलिया अमियो चाहिँ छौ प्रान्त दनि इनर मंगोलिया शिक्षा क्यामाल भाषा मंगोलियन भाषा चाहिँ वो शिक्षा माम भाषा चाहिँ शिक्षा क्या भई म चाहिँ होला चाइनिज भाषा इंग्लिश न अरे इन्डिया र सोल भाषा जस्तै ठाउँले चाहिँ वो काश्मीरी स्ट्याटस चेन्ज होला मक्सा अमियो चाहिँ गु 29 राज्य ख 29 राज्य चाहिँ तमिलनाडु छौ बाहेक 28 राज्य काश्मीरी स्ट्याटस चाहिँ चेन्ज होला अले वो 28 राज्य चाहिँ तमिलनाडु छौ चाहिँ राज्य चाहिँ न्यू भाषा तमिलो इंग्लिश मेरा फुक्को 28 वटा राज्य चाहिँ सोंगु भाषा एमटा होला जसै चाहिँ आउ छौ मराठी महाराष्ट्र जुल छ मराठी भाषा वो चाहिँ शिक्षा ग्रहण याफै जुल म चाहिँ माम भाषा क्या फै जुल हिन्दी प्लस चाहिँ इंग्लिश तर तमिलनाडु चाहिँ हिन्दी नट अलाउड अनि चाहिँ उली हिन्दी विरोधी नि पे
हजुर एजिया चाहिँ मेरो संस्कृति न्याप्लेन चाहिँ सुना चाहिँ वो हिन्दी नबार के तुरन्तै बिरोडेको छु स्पिक इन इङ्ग्लिस इङ्ग्लिस नबारका नि एजिया चाहिँ तमिलनाडु छौ भाषा छौ प्रान्त बाहेक मु सोङ्गो भाषा यो नीति तमिलनाडु छौ चाहिँ न्यू भाषा हो नीति अथवा मेरा सोल जस्तै चाहिँ कोरिया स्वेट्स जापानी स्वेट्स मलाई थाइल्यान्ड स्वेट्स पुग चाहिँ अमी ठाउँ मदर टङ अमी चाहिँ मातृभाषामा बङ्कियो नि किन मातृभाषामा बङ्को देश चाहिँ गन मातृभाषा चाहिँ प्रश्रय बेलाका वो देश आर्थिक रूपमा विकसित जस्तै दक्षिण कोरिया स्वेट्स चाहिँ होला कोरिया स्वेट्स जापान स्वेट छ जापानिज भाषा है सेनी एउटा मस्तेता होला एजुलिन चाहिँ जिङ्गु छिङ्गु निला नि जस्तै चाहिँ वो मामासा अछिन सेक अछिन बङ्कला रहसा मठा आँखा सेके फैरा गुज जरसुनलाई सेन्टिमेन्ट ख हो त उब्ले स्याउ हिसाबमा चाहिँ म के अयो हिसाबमा टार्गेट ठोसा 100 वर्ष लिबारन ठोसा सान्दर्भिक जुटी नि तर ठाउँ कनि गुठो भाषा सेना भए चंगु गुडिन अठि ज्या चंगु गुदाय दिलिसा मा भाषा तका त्या चंगु तर ठाउँ कनि जिथो नेपाल भाषा त क्याउ खसा चाहिँ अजिबाजी यो भाषा ज्या चंगु स्थानीय रूपमा थासे यो नेवा भाषा तर मा बान धासा उगु भाषा म लागु खनेडो तर वो मचा चाहिँ मा भए तका नेवा भए त क्याउ खकी नेपाली भए त क्याउ उ छौ समस्या खने त्या चंगु ओके त छिसा गु किसिम विश्लेषण यादी अटके चाहिँ छि अब भाषागत रूपमा चाहिँ छि ठोगु लिपालाउ ख वो चाहिँ छि ठवेन जिम्मेवार ख छि ठवेन आन्तरिक कारण जिम्मेवार ख जस्तै चाहिँ ठुके टाउ समस्या जिउ अध्ययनको चाहिँ टाउ समस्या खाङ्को छ जस्तै चाहिँ जस्तै आन्तरिकको ठुके हरेक समस्याको चाहिँ छौ आन्तरिक पक्ष दै छौ बाह्य पक्ष दै होला अघि चाहिँ आन्तरिक पक्ष छि ठवे कारण जुल बाह्य पक्ष वो चाहिँ जस्तै राज्य सत्ता यो चाहिँ नीति नस्लवादी नीति आदि इत्यादि फुक ख होला अठुके चाहिँ जस्तै आठो माम भ्यागु टाउ ख वो चाहिँ औ खै विश्वव्यापी रूपमा चाहिँ वो आर्थिक रूपमा सामाजिक रूपमा हरेक हिसाबले लिपालाको भाषा चाहिँ विस्तारण टाउ जुल 7000 वटा भाषाका चाहिँ प्रत्येक वर्ष चाहिँ 100-200 वटा भाषा चाहिँ लोप जो मागु जुल ओके कने ढ्याफै मुख्य अवस्था मरु कि कने नेपाल भाषा न लोप जी मुख्य ढ्याफै मुख होला ठेटु जुल भाषा जस्तै चाहिँ झिउ ठाउँ भाषाप्रति गौरव मक्यायो ठाउँ संस्कृतिप्रति गौरव मक्या मे पनि भाषा ल्याउले झिउ गौरव क्याउ जुल भाषा टाइम अनि ठो जस्तै लन्डन जस्तै ठाउँ पनि चाहिँ मन्त्र छौ पर्सेप्सन छ भाषा इंग्लिश मसल के लिपाला जी अंग्रेजी मसा एजोनी इंग्लिश मसा जुने लिपाला हो ड्या चाहिँ छौ पर्सेप्सन द होला तर गुण जमाने न्यूसा गुली मन्टेउ लागि चाहिँ आश्चर्य विषय जी नभए एङ्ग्लो सेक्सन टाइम हे लगभग 1000 वर्ष हाँ इंग्लैंड चाहिँ लन्डन अगु चाहिँ अब राजधानी ख लन्डन चाहिँ इंग्लैंड वो देश है फ्रेंच भाषालाई मस्त फ्रेंच भाषा लाग्यो कि हामीलाई गौरव गर्दा नि इंग्लिश भाषा बिस्तारै पाउन हो चाहिँ लोभ जुजु मागु जुल होला अहिले इमे चाहिँ वो जस्तै छि ठाउँने खे भाषा नेवाटै मस्त्र चाहिँ वो खे भाषा लाग्यो भटके म पनि गुलिसा गौरव मस्तै चाहिँ खे भाषा ल्या फर्के इमे गौरव नेवा भाषा खाना मालके इमे लागि तस्कै वो चाहिँ कोही हेंगु ज्या ठेन पनि मा नपसेको गु भए मा ब्याट ख परिभाषा मा भए परिभाषा के न वही दुथ्या अब जुगुनाता चाहिँ चिसा आ मस्तेसन नुपी मस्तेसन चाहिँ मा भए तका चाहिँ निवा भए त क्या ख कि नेपाली वा मेगु मेगु भए त चाहिँ क्या उछाउन समस्या खन ठिकै मामा छिन तयारी ठाउँ वे ख मामा मान्न गु ठरा संगु भाषा माया गु भाषाको वे मातृभाषा माम भए वे जुल नि तसित वजन हैन जस्तै नपा गुण जमाना वो जस्तै छिके गु थामल गुलिसिया चित दुखे चित हामीले चोबुडिए ख हो खला वो चाहिँ ठाउँ भाषा मसिन मे पनि भाषा माम भए मसिन कटया भए गुसँग चाहिँ चोबुडिए ख तर नभन वो लन्डन चाहिँ वो इंग्लैंड चाहिँ वो फ्रेंच भाषा खाना फर्किने इमीलाई गौरव नाटक एउटा नि अहिले जब इमसन चाहिँ फ्रेंच चाहिँ लिङ्ग छोला लिएर चाहिँ वी आर द इंग्लिशमैन वी आर इंग्लिश इज आवर ल्याङ्ग्वेज इमसन चाहिँ गु इम्पोज हेर्दा अलि बिस्तारै चाहिँ इंग्लिश चाहिँ स्थापित जुन भने इंग्लिश आर्ट ठाउँले चाहिँ संसार इंग्लिश ख होला यो जुन चाहिँ आर्थिक सैनिक रूपमा आर्थिक सामाजिक सैनिक रूपमा चाहिँ सो हनलाटा वा भाषा हने वइ जस्तै चाहिँ भ्या चाहिँ अथि वो इंग्लिश वाला ब्रिटिश इंग्लिश वाला ब्रिटिश त चाहिँ टमाटम चाहिँ वो ढ्याक्कै भन अमेरिकन त 400 रुपैयाँ सैनिक आर्थिक शक्तिहरू भयो अमेरिकन इंग्लिश थाहा होला ब्रिटिश इंग्लिश कोही भन अमेरिकन इंग्लिश थाहा होला अथवा चाइनिज चाहिँ आर्थिक शक्तिहरू भयो सैनिक शक्तिहरू भयो थाहा छ कि चाइनिज भाषा संसारभरि चाहिँ फैले जुल 2-3 वर्ष यहाँ चाहिँ अस्ट्रेलिया हो भारत चाहिँ जिम्टा चाइनिज भाषा चाहिँ निबु चाहिँ वो ट्विटर त मालाहरुका चाहिँ चाइनिज सरकारलाई चिठो छु हुन्छ भारत हो अस्ट्रेलिया होला त्यहाँ चाहिँ चाइनिज भाषा डिमान्ड बढे जुल नि साथ सैनिक रूपमा आर्थिक रूपमा शक्ति जुइने सर कि जस्तै अच्छी स्वेर्स न दरवास गएर अखाय चाहिँ कोरोनाको कारण टुरिज्म पछि अच्छी जेछ हुन्छ मसा चाहिँ मस्त लोकल गाइड त म चाहिँ चाइनिज भए पर्दो समस साथ चाहिन्छ आवश्यकता जुल नि हामीको लागि ह्यान्ड टु माउथ हामी चाहिँ मुयाउ जुल हामी चाहिँ जानेउ जुल चाहिन्छ भए सकेमा जरुर जुल हामी बड्डे डा जुल होला ए जुल चाहिँ चाहिन्छ भए कहिले मिमी भाषा न वे फ अगेन चाहिँ छिसन छ्यार्छ जु छौ पर्सेप्सन छ जस्तै चाहिँ झिन नेपाल भाषा अठिया खस आर्थिक रूपमा छि सशक्त न छ सामाजिक रूपमा छि सम्पन्न ख सामाजिक सांस्कृतिक रूपमा चाहिँ नेपालले चाहिँ सुने फैमुखो होला चाहिँ अलिया सम्पन्न ख तर आर्थिक रूपमा छि सशक्त जेमा जस्तै चाहिँ 2068 सालले चाहिँ वो
सेन्सस रिजल्ट 16 ढाँचा जनगणना रिजल्ट 16 ढाँचा नेवार चाहिँ जम्मा 53% चाहिँ आर्थिक रूपमा सक्रिय त्यहाँले 47% निष्क्रिय जुन चाहिँ त्यहाँले 100% चाहिँ छाया आफैमा हो जस्तै जस्तै निमा टिपु जुल ढाँचा भाटमिसिया चाहिँ पसले चुने उखाला जागिर ने उखाला कमे आयो जल मिसामिसिया चाहिँ डाडु पन्यो आर्थिक रूपमा सक्रिय मजुल नि छाबले जनसङ्ख्या बच्ची भाग चाहिँ निष्क्रिय ट्याब्लेट ने सके आर्थिक रूपमा सक्छ त्यहाँ जुए भइमा कुनै महला एजो त चाहिँ मिस्त मिजन त हरेक हिसाबमा चाहिँ प्रत्येक मुन्टा चाहिँ लाटे चाहिँ वाके गुमासिक लाटे सिप्दै गुमासिक दिमाग सिप्दै वो अनुसार बौद्धिक रूपमा डला शारीरिक रूपमा डला फोकस आर्थिक रूपमा सक्रिय या फरक रहछ छि चाहिँ मतलब अगु चाहिँ लिपालाउ स्थितिको चाहिँ लाइमा हो तर वो सासाले छि चाहिँ राजनीति नै चुटा क्याम राजनीतिकै चुटा ट्याचने म नै बनाएको छु गु नकतिनी न ध्यानीले छिसँग गु चबुती हला चाहिँ गु चबुती भाषाले मिलाना छ खने नानीला कतिकी ठाउँ कने न वो खनेदो जि निवाटेसा चाहिँ मेगु भ्या नेपाली भ्यालाई चाहिँ गु वर्ण विन्यास त दु जिथो भाषा यागु ओके चाहिँ खलाई बोले चाहिँ टटर मटर बोला जगा चाहिँ गु डोमिनेट यागु पति जो प्रविधि दु ओके हैन चाहिँ जिठो निवा भ्या मलासे चाहिँ मेउ भ्याला त चाहिँ प्रोत्साहन जुगु खके ओके त छुध्या दिछि छ अब टटर मटर वो विषय त नि वो चाहिँ अब यहाँ चाहिँ वो छिरा डोमिनेट या हिसाबमा छिन थमन ठिकै मलाई नि छिउ चाहिँ टटर मटर जस्तै खे भाषा खलाबले छिउ सेकेन्ड ल्याङ्ग्वेज नि हो फर्स्ट ल्याङ्ग्वेज चाहिँ छिउ नि भए खनि म नेपाल भाषा खनि जस्तै एउटा सेकेन्ड ल्याङ्ग्वेज हेमेसन छिउ हो जस्तै वो तिम्रो बोल्ने बेला टटर मटर आउँछ भने वो चाहिँ गु हेबै नि हुन्छ हेपे यसो इङ्ग्लिसमा खना छ मलाई छङ्गु ठाउँ भाषा नेपाली भाषा छङ्गु ख वो बाइक मेरो भाषा छ नेपाली भाषा छ खना छ जिमसँग खाना ठ्याङ खाना फ्यालेको भएछ समय इङ्ग्लिससँग खाना समय इङ्ग्लिस चाहिँ ब्रिटिससँग खाना ठ्याङ खाना फ्यालेको भए सेकेन्ड ल्याङ्ग्वेज जुन जुन जुनि हो छु आश्चर्य भयो अब मेरो भाषा चाहिँ अरे लायो छ जिस चाहिँ गठिना छैन ओ खेतेसा जिउपति गुलिना नेवा ठ्याल ब्याट डो ठ्यायो ना गुलिना अठिना डो जिसन सेंका सेंका उवे कपिनु ठे हेना छन् सापारु ग्या त गाई जात्रा ढाइजुल नगु सटक त न्यू रोड ढाइजुल अठिन्तु ना हिला यंका चंगु छोले चाहिँ छिगुन वो गल्ती खके मखटे छुटे ओके चाहिँ थाहा हो चाहिँ हरेक चीज हो चाहिँ वो समस्या चाहिँ आन्तरिक कारण नदै बाह्य कारण नदै आन्तरिक कारण जस्तै छ सोनिवटा आन्तरिक कारण भाषा सँगले जस्तै चाहिँ आठो बौडल वे ढुङ्गाली गणतन्त्र वे ढुङ्गाली 46 सालले 63 सालले पा जस्तै झिसन चाहिँ मस्तेटा चाहिँ न्यावा छे मस्त्र न्यावासन खानाका लागि सरकार बन्डे जावे मरुनी मलाई कम से कम ठ मस्त्र ठमन चाहिँ न्यावासन खाना जुनि छे खाना जुनि अघि चाहिँ आन्तरिक कारण विभिन्न सरकार न्याप्लन ठयाउ या नस्लवादी ठयर अम्टा मुटला पहिला झिसनै सिंगाउट नि सरकारी नीति जिक्यान पनि जिम्यान पनि चाहिँ नेपाल भाषा खाना नेपाली खाना र इङ्ग्लिस खाना र डोसे जिउ खनि मलाई अघि आन्तरिक कारण छिए खनि अघि चाहिँ गुली चीज चाहिँ वो सरकार दा विभिन्न जगह डोस बियो मको झिउ ठाउँ समस्या झिके द एकदा समाधान छिस या फ अघि डक्क नपाङ आन्तरिक समस्या छिसन त अगु मस्तेशन भाषा मलाउ ख आन्तरिक समस्या डक्क नपाङ समाधान कम से कम थागु छे ठाउँ भाषा खला पहिलो चीज होला अरे पासा ठाउँ चाहिँ पासा नाटा गोडा ओन्नापलाई अपन भन्न नेवटन नेपाल भाषा खला होला आन्तरिक समस्या छ छिसै समाधान या फ चीज नि हो जिक्यान पनि नेपाल भाषा खाना नेवा भाषा खाना डच्छु समस्या होला सरकार पाउँ या मरु जी म्यान पनि नेवा भाषा खाना डच्छु समस्या ए जुन चाहिँ जी मस्तेटा चाहिँ होस्टले हुर्के जुली भन्छ समस्या ठाउँ ठासे ड मलाई तर छे न्यापले मस्तेटा छे नेवा भाषा खाना पिने भने चाहिँ नेपाली खाना इङ्ग्लिस खाना हिन्दी खाना पिङ्क एरियामा हो मलाई कमसे कम छे नेपाल भाषा खाना चाहिँ नियम हो कट नि जस्तै नभए छौ इन्ट्रेस्टिङ रिच कम्दा चाहिँ छौ जानकारी ठोय टेलिभिजन मार्फत छौ जानकारी बेस समय दैलो खला मुखला जस्तै चाहिँ नभए तो टटर अब मन त फुके चाहिँ तौ भाषा सरकी चाहिँ अपन चाहिँ ट्यालेन्टेड जियो मेरो ट्यालेन्ट चाहिँ योको जियो ढाबे छ अब त चाहिँ जस्तै छौ ने जवाहरलाल नेहरू ठाउँ आत्मसंस्मरण छौ ढगड्ड नि हो किताबे उन छोरा छ जस्तै वा बौ चाहिँ मोतीलाल नेहरू नेपाल चाहिँ ब्रिटिश विरुद्ध आन्दोलन ल्याउ परिवार जलो भयो होला कन पढाउँ भारतीय नेतृत्व क्यामेट नि जिमसन ढाबे हिसाब ठ क्यामे पनि तयारी स्वेटर छ वन छे जस्तै छे सोसाक नै नि स्टा ब्रेकफास्ट नै नि लन्च नै बनि डिनर हामी चाहिँ नै पनि चाहिँ स्टा चाहिँ ठाउँ चाहिँ छि गुजराती भाषा खला भने नियम मोतीलाल नेहरू नियम छ होला ठाउँ गुजराती हिन्दी लाप सय सल हामी ठाउँ भए हिन्दी जुल हिन्दी सबै जुल सिनेमा हो मुक्ता होला ठाउँ छि स्टा चाहिँ वो ब्रेकफास्ट गुजराती भाषा गुजराती नेबले नपन चनेबले चाहिँ खानाबले चाहिँ गुजराती भाषा बाहेक मेरो शब्द छौ टल्के एउटा सजाय नि गुजराती हिँडे वो लन्च नै टाइममा चाहिँ मुनिबले फ्रेन्च भाषा ठाउँ छियो फ्रेन्च भाषाको इङ्ग्लिसमा सपुन जुल इङ्ग्लिसमा छ हिन्दीमा सब यहाँ जुल यो चाहिँ ठाउँ फ्रेन्च भाषा थियो फ्रेन्च भाषा बाहेक चाहिँ मेरो चाहिँ भ्या छौ शब्द प्याउले जरिवाना एउटा बनी ठाउँ चाहिँ छियो मराठी भाषा खने बनी अथवा चाहिँ बङ्गाली भाषा खने छि एउटा चाहिँ मल्टिलुङ्गेल जुल अपन चाहिँ ट्यालेन्टेड जुल
संसार चिन्सुयाले ढसा ठो आर्थिक रूपमा हज्यापौँ राजनीतिक नेता त आर्थिक रूपमा एक बिल गेट्समा बाइकौँ बिल गेट्समा चाहिँ अब्बाट ओके इंग्लिश बाइक में मसा खनी हो होला वो सब अब बात बाइक में पता टॉम है मन मल्टीलिंगुअल टॉम है भाषा सब ट्रेन यही हो जस्तै जी जुजु पिया थपा भिरेन्डर गर्ने अभ्यास नि सेलेको मैसे चाहिँ प्रोफेसनल सा चाहिँ 3 वर्ष चाहिँ खोपे चमा मजुला नि अभ्यास फर्स्ट क्लास छ अझ समाजमा ओख्नु चाहिँ बुवे खोपे बुमा हो प्रोफेसनल सा राउड होला तर वो खला मुखला जी मसिया तर चाहिँ सोडाय चाहिँ खोपे चमा खा हो नि अभ्यास फर्स्ट क्लास सेको जुला वो जुगा सेको मके बा जग जम नि अभ्यास संगुडौ खोपे संगुडौ जस्तै चाहिँ वो प्रोफेसनल सा चाहिँ अलिबा राजा जिमा टिनी वो चाहिँ झ्याप्रेन ठाउँ चने फिमुक्त नि त्यो चाहिँ अलिबा चाहिँ सोडा लिबा चाहिँ ठाउँ गोर्खा ल्याउन तर चाहिँ वो सीआईडी त पण्डित ब्राउन्डर चोट टोट्यारको टकम अनि गोर्खा पो खबा फ्लुएन्टली खबा लाई पो स्टा मनि झ्याप्लेन चाहिँ वो छौ अछिने चाहिँ वो चोके चाहिँ वो दरबार स्क्वायर लाकुली चाहिँ रामायण महाभारत कानी खबा छ गोर्खा मन टोट्यारको होला एउटा जंगबार न स जंगबार दानी वर्ष उडारी आउ होला वो नेमा खाउन टाइम है एजियो चाहिँ अब जंगबार न स 18 तो भिरेन्डर चाहिँ गर्नु स नभा चाहिँ वो 60 साले 8 आपले 60 साले चाहिँ वो ओके वो ट्रुमन पनि निर्वाचन गर्न नि ज्ञानले समा ठासन टोट्यारको जुल निर्वाचन वामले चाहिँ वो जुजुदा खयान चाहिँ जुजु पहिला पाल्पा विषयमा योजना पहिला तर पाल्पा चाहिँ नेपालले ढुने जुल नि अनि पाल्पा ढुने जुल चाहिँ नेपालले ढुने जुल नि लिबा समस्या दुई था अनेमा रुडर समस्या रमा उले बडा हाकिम वो चाहिँ अब मोहन शमशेर विरोधी तर एशान्त बिना वो चाहिँ मोहन शमशेर वो त्रिभुवन वो चाहिँ शरण विभूषिले चाहिँ मोहन शमशेर पाल्पा बोले जिउ ज्यान खतरालाई ए जो त्रिभुवन चाहिँ जिउ 60 क्या फेरि कि म फेरि हामीले त्रिभुवन 60 क्या बेको खामाला उले ए चाहिँ नेहरू चाहिँ शुभले चाहिँ नेहरू चाहिँ वो एउटा सर्ट आउज होला त्रिभुवन पिण्ड इन्डिया सर्ट आउज होला सर्ट आउले छौ साइड चाहिँ उखे इन्डियन नेता बल्लभभाइ पटेल नेहरू पुन्छ होला छौ साइड चाहिँ महेन्द्र बिरेन अछिन महेन्द्र ठो चाहिँ त्रिभुवन पुन्छ होला अहिले वो खानाले चाहिँ हमसँग चाहिँ वो हमसँग पको उप चाहिँ सहुलियत क्या नेपाल त चाहिँ अछिन सहियाको क्या सो यो जुल नि वो सोबले चाहिँ हमसँग अहिले चाहिँ अहिले वो हामी चाहिँ के गर्दा हुन्छ बाउ त्यसो के गर्ने कसो गर्ने वो चाहिँ महेन्द्र हो युवराज हो चाहिँ राजा हो चाहिँ नेपाली खानेले हमसँग यहाँ ठु चार चाहिँ नेपाली चाहिँ व्याकरण शब्द फुकाइ चाहिँ मिले जुनी हिन्दीमा मिले जुनी एजे चाहिँ एउटा मछु खाउल के चाहिँ वो त नै हो गाडेको हमसँग पानी हट्नु नि अहिले चाहिँ वो नेपाली हामी था बहु क्या नेपाली खाना चाहिँ हमसँग सियासत कि वो चाहिँ हिन्दी हमसँग ठुला ठेसाट कि अम्टा मुजु खाजुल के तुरन्त विरोधी आयो जला हमसँग होला अरे हमसँग चाहिँ नेपाल भाषा नेवा भाषा खाना वाला खाने का त्रिभुवन मेन्द्र ठेयासा गेजी बाउ एसा यम भाषा ठेयासा गेजी बाउ एसा गेजी चाहिँ वो खाना उसरिया छ कि मे खमटुला हमसँग होला अनि त्रिभुवन महेन्द्र ठो बेनेट गर्न वो चाहिँ हमसँग चाहिँ वो विभिन्न भाषा से उमले नेपाल भाषा न हमसँग सकट नि ओके छिसन चाहिँ ठो डक्के नपाउ चीज चाहिँ छिसन मे भाषा से कसन जु जी मस्तेशन इंग्लिश चाइनीज न्याउ भाषा से कि तर मे भाषा से क्या लागि नेपाल भाषा त सैक्रिफाइस या मौ जरुरत मरु टोटे मौ जरुरत मरु मे भाषा से क्या लागि न ठो भाषा चाहिँ जुगा त्यो ट्याटे जु ओके दक्कन पनि छिसन ठोया मला दोस्रो चीज छिसन यामाउ चीज चाहिँ जिङ खाउ चाहिँ जस्तै चीज नेपाल भाषा एकाडेमी अनेक थरिया चीज संस्था त उमसँग चाहिँ जीव नस बनिन डाइरेक्ट वो भाषा चाहिँ झिके गु चाहिँ कमी कमजोरी नेपाल भाषा चाहिँ यो कोही छि नेपाल आलाउ आउँदा चीज जस्तै भाषाकै चाहिँ प्रयोग याबले चाहिँ शब्द के चाहिँ भोकाबुलरी के ग्रामर फुकन जस्तै चेन्ज याम अवस्था त जस्तै छिसन सोला भाषा अघि चाहिँ झि भोकाबुलरी के सारे कमजोर जुल छि होला जस्तै यो आफ्नो चाहिँ नेपाली भाषाकै ठोक्कै भाषाकै चाहिँ 90,000 वटा शब्द हमसँग बढिया हुन लगा जस्तै जोजलबा ढा शब्दमा हमसँग हामी शब्द कोसे टेर हुन लगा जोजलबा ढा शब्द होला तर विभिन्न भाषा हमसँग चाहिँ बोरो यो शब्द टकायो 90,000 हमसँग चाहिँ शब्द बढिया हुनहरुको हमसँग घोषणा एउटा आफ्नो होला अठेर चाहिँ भोकाबुलरी सारे कमजोर छ बोरोया मर्यो बोरोया मलाई जस्तै चाहिँ मेरो ग्रामेटिकल हिसाबमा जस्तै झिउले प्यासिभ भोइस मोरको झिउले जस्तै त्यो नेपाली चाहिँ खाना खानु भयो रे गनिका खाइयो ढाइ हुन्छ खाए मलाई खाइयो ढाइ खाइयो ने भाषा धापा छु मरु नि प्यासिभ भोइस मरु किन थियो चीज अध्ययन अनुसन्धान याम चाहिँ मौनी प्यासिभ भोइस गेम क्रिएट याव नभने वो चाहिँ नेपाली भाषा चाहिँ सम्पन्न भाषा मखुनी मलाई भानुभक्त मोतीराम सिंहका विभिन्न एउटा रिसर्च यहाँ भाषा त समृद्ध याटा अया चाहिँ समृद्ध भाषा जोइन कुनै नेपाली ए जो छिने नभा गुली ख उली खन्टु जुल अघि चाहिँ पहिलो चीज चाहिँ छे मस्तेदा छि भाषा विकास या अझ चाहिँ ठिकटा अस्तित्व कायम यो टेउ जुल ढसा अझ विकास या खटर छ पहिलो चीज नपाउँको चीज चाहिँ छ छे मस्तना पनि ठठी फुकन नपन्छ नि भाषा खाना मला होला दोस्रो जनता ठो भाषा अनुसन्धान झिके चाहिँ गु शब्द चाहिँ कमी जुजु आउँछ जस्तै कम्प्युटर हालेको नुनु शब्द वयान चाहिँ छि नेपाल भाषा शब्द मरु होला यो जुन चाहिँ वो ठो चाहिँ भाषा समृद्ध या लागि अथवा ठोकिया व्याकरण समृद्ध यागे परिमार्जित यहाँ के लागि ठोकिया अध्ययन अनुसन्धान मडिका यामा लगा तेस्रो चाहिँ छिन डाइरेक्ट चाहिँ जिठो आमुचित बियो सबके दगो चाहिँ स्वादी सके तेस्रो चाहिँ यामाउ चीज चाहिँ जस्तै अब चाहिँ ठट्वा भयो नाम चाहिँ गु चाहिँ म्या सुकुल ढका ठौ सुकुल ढका जुल होला म्या तमारी टपमारी सी तमारी ठौ चाहिँ टौमडी जुल गोमरी ठौ गोलमठी जुल होला होला अनि चाहिँ पलाटी ठौ चाहिँ पनौटी जुल
मलाई एजुले चाहिँ झिउ ठाउँ वरछा लागि चाहिँ या म झिउ डाइटो खल्की म हो झिउ छे क्वाछे टोया नङ क्वाछे ट्याट्या लागि चाहिँ झिउ डाइटो खनि हो सुम्पिने मनवे चाहिँ बाउन्ड पिमा पिमा चाहिँ बाउन्डो ल्याबले चाहिँ एकदम प्रोटिन मेया खसान डो चाहिँ झिउ खनि मलाई एजुले चाहिँ तेस्रो चिज चाहिँ या माउ ल चौथो चिज चाहिँ या माउ चिज चाहिँ जस्तै आम सञ्चारीय माध्यमले जस्तै चाहिँ नेपाली भाषा चाहिँ समृद्ध जो छौ कारण चाहिँ आम सञ्चारीय माध्यम जस्तै टेलिभिजन फिल्म संकिबा देख्यो ज्या जुल पत्रकारिता जुल आम सञ्चारीय माध्यम उमे गु पकड्न नि पहुँच गु पकडेको क्या कारण अब समृद्ध जो खनि नेपाली जस्तै अब झि नेपाल भाषा जेले चाहिँ ठिमिया भए छौ खोपेवा भए छौ नेपाल भाषा डुनेन मलाई यहाँ छौ फटेवा छौ पलाटिया छौ फोना फरक फरक नि जात जातीय अनुसार बर्मुटे छौ कोही चाहिँ पोरेटेउ छौ बिचेउ छौ कसै अलग अलग नि तर अमिन यो नभा अन्तर्भिड चाहिँ डग भाषिक अन्तर्भिड नभा होला नेपाली खा जस्तै बुटौलिया छौए जुम्ला छौए काठमाडौँ छौए ल नि वो चाहिँ यो जीवले छुदियो छ अमि चाहिँ अन्तर्भिड चाहिँ वो मेटेरियल चाहिँ छौए द फ्याक्ट्री आम संसारको अमि पहुँच जस्तै सिनेमा त देख्लम छ गोर्खापत्र लगायत चाहिँ विभिन्न पत्र पत्रिका होला भाषा ठेको सोइबले चाहिँ वो भाषा एक रूप जुझौँ होला नि जस्तै जस्तै खोइ भाषा यहाँ यामिटेसन नभा अया मया त नभा चाहिँ खोइ भाषा खलाउर गइ गिजाइ मलाई अले भ्याप प्यावाला ढाइ ठिमिया पो अले अठेठेन वो चाहिँ फोटिया पनि ठाना खबेटिसिङ गिबे मलाई यहाँ मुझे गुछ छ यहाँ चाहिँ उड्दा नि ठाउँमा हेपे अले वहाँ भ्या लाई मुक्ट नि फोटेमा मनु ठाना उबिले चाहिँ वहाँ खलाइमा मुक्ट नि हेपे हेरेका जस्तै खपेमा मनु खै भाषा खानाले यहाँ हेपे हेरेका चाहिँ खै यहाँ भाषा खाना बरु नेपाली खानाटा सो युज होला नि मलाई छिपका अघि ठेउ चिज यहाँ मुझे अघि चाहिँ वो नाय ठायो नान निसिंकायो समस्या मिमिस चाहिँ हेपे आउ चाहिँ यहाँ मुझे जन ध्यान हो खपे चाहिँ सुन चाहिँ जस्तै ठिमिया मनु वाला सुन बच्चा मतलब चाहिँ ठाना हेपे थायो मनु चाहिँ हेपे वो खपे चाहिँ गर्दै ड्याब्यो यस मलाई यहाँ मुझे चिज जस्तै जिनस चाहिँ हेपेर ढासा वा चाहिँ ठिक भाषा खानाटक हो नेपाल भाषा खानाटक फटेमा मनु भूमि भाषा खानाटक जुन चाहिँ हेपे एउटा भूमि भाषा खानावर्ग मलाई अठेस्रो हेपेसँग मलाई ल्याबे जान्छु चलको मिगा भयो मलाई अघि चाहिँ ठेउ चिज चाहिँ झिउ कारण जो त अघि चाहिँ ठुकिया डो चाहिँ झिए खनि सरकार यहाँ मुखनी हो मलाई यहाँ समाज चाहिँ यमी समय चाहिँ खोइ भाषा खलाउलाई हेपेर छ सरकार चाहिँ डोस मुखनी हो क्या डोस चाहिँ चिन एउटा जुल नि यहाँ मुझे जहाँ चाहिँ यहाँ जुल नि हो अघि छौ जुल ठो आन्तरिक कारण ठो चाहिँ झिङ्के होला अहिले ठो बाह्य कारण चाहिँ जस्तै सरकार गु चाहिँ ठिकटा छिरा चाहिँ डमनिया हो छिरा चाहिँ खाली युज जग्गा हो छिरा चाहिँ गु अमी चाहिँ ठाउँ सामाजिक अठिन चाहिँ छिटा गु लाडे अमसँग सोया चौको अमसँग गु अकिया विरुद्ध छिल ल्याए लागि बाह्य चाहिँ जस्तै हेमेटी नेपाल भाषा चाहिँ स्कुलले चाहिँ नेपाल भाषा लागु यार्का चाहिँ काठमाडौँ नगरपालिका यात्रा ल्याउ निगाला अठेरनो जस्तै झि ठो अवस्था जो चाहिँ जस्तै निर्माण एउटा टक जे चाहिँ यहाँको नगरपालिका जस्तै स्कुलले चाहिँ लागु अठेरनो चाहिँ जस्तै साइनबोर्ड उन्हुन टाइममा चाहिँ नेपाल भाषा साइनबोर्ड लेटर प्याडको चाहिँ नेपाल सम्बन्धी युज हो कि मलाई 1140 को चो ट्रेमा इङ्ग्लिसमा चो 2020 गर्नु चो विक्रम सम्बन्ध 2070 गर्नु चो नेपाल भाषा नेपाल सम्बन्ध टी मलाई कसको मती छ मलाई वहाँ जिके चाहिँ नीति निर्माण एउटा जिके चाहिँ जो लाटे फोर्स र चाहिँ यहाँ नि हो मलाई जस्तै अब उन्मेषण चाहिँ ब्याङ्क द उन्मेषण सरकारी अफिसर गैर सरकारी अफिसर फुक्कस अनिवार्य रूपमा नेपाल सम्बन्धी युज या म कमसेकम चाहिँ नान्जो खैसा आमु चाहिँ वो अछिङ्के चाहिँ युज या नेपाल लिपि छिउ चाहिँ प्रचलित लिपि युज या मलाई ढ्या जुनी या जुनी तर चाहिँ हालसाल चाहिँ यहाँ महानगरपालिका या ठाउँ यहाँ खुसी हो खाँचो होला तर बाह्य कारण चाहिँ या म नीति निर्माण एउटा टक वहाँ व्यक्ति या फेरि चिज मुखनी हो छिन्ची या फेरि चिज मुखनी हो मलाई जस्तै चाहिँ वो नेपाल सम्बन्ध युज याके हो अठेरनो चाहिँ वो लिपि युज याके हो अठेरनो अमी वो चाहिँ वो नेवटे बिचे खानेको छ नेपाल भाषा खानाको इम्पोज या चाहिँ सरकारी निकाय या फेरि चिज हो छिसै या फेरि चिज मुखो छिसै अन्डोड या फेरि तर इम्पोज या फेरि मुखनी मलाई चाहिँ इम्पोज या म डन्डा चल्या म अवस्था होइ एजुर चाहिँ जस्तै नीति निर्माण एउटा टकै झिउ गु ठेके मौख नचले हेर्नु छौ विभिन्न पार्टीको दुने चोचम छन् त बिना अघि कांग्रेस जेफ एमाले जेफ न्याउलिम पार्टी छन् त बिना पार्टीको दुने अन्तर संघर्ष या टोटे मजुरा ठठो पार्टी एल्ला ठा प्यावे म छौ ठासे चुने म हुन म अलग अलग ठासे अलग अलग पार्टी छन् ड्रेने ठाउँ संघर्ष या टोटे ने मजुरा साथै चाहिँ पिने वो चाहिँ वो सर्वसत्तावादी विरुद्ध गु संघर्ष या मको अघि विरुद्ध छरासन चुने म टोटे मजुरा अघि नीति निर्माण या टके राजनीतिक नेतृत्व या टके नेवटा मुखी नेवा नुगा डप नेवटा मठन्तले समस्या चाहिँ झुकाट्यौ चुनी एजुल आन्तरिक समस्या गु एकजना समाधान या मलाई समरण या मलाई बाह्य गु समस्या ख एकजना समरण या मलाई अलिकति छिप थासो मकसद चाहिँ समस्या अछिम एल्ला ढाङ ग्या ढ्या खम एकचा संघर्ष या चुनी म एउटा ठिकटा कन्टिन्युटी बिहान चुनी म छ अहिले छौ भाषा विषय न शब्द चाहिँ जस्तै ओ छिसन चाहिँ जस्तै ठोजी ठोचिरा संकिबा जिन देखा छौ नि चप विषय के ओके चाहिँ जस्तै छन्यो शब्द चाहिँ जि स्क्रिप्ट जिन चोयाबले चाहिँ जाना जाने तय एउटा जस्तै वो मिसमेसन भट मिस्ता चाहिँ छि लासा झ्यामडेरको करिएबले छौ उदाहरण गछिरा चाहिँ अथे
अघि चाहिँ छौ जस्तै चाहिँ लासा भनेको जिउ चाहिँ रहर मुखु बाटिटा ख छौ सेन्टेन्स दगे नि रहर नै छि नेपाल भाषा ठेट शब्द मुखु बाटिटा जिउ ठेट शब्द मुखु तर बरो या म पनि बाख जस्तै जिउ बरो रहेछ मखला उदाहरण रहेछ गुली चिज चाहिँ जिउ दौ चाहिँ युज यामाला तर मरु चिज चाहिँ जस्तै रेस्टुरेन्ट हाल रेस्टुरेन्ट जस्तै छिसन चाहिँ वो इंग्लिश रेस्टुरेन्ट मखला रेस्टुरेन्ट गु चाहिँ वो नेउट पनि ठा ख रेस्टुरेन्ट शब्द फ्रेन्च भाषा क्या हो नि शब्द फ्रेन्च का हो एजियो चाहिँ वो फ्रेन्च भाषा का चाहिँ नजल साउन्ड नासन थयो शब्द पे आयो जुन रेस्टुरेन्ट र युज नि तर अहिले रेस्टुरेन्ट स्पेलिङ सुला रेस्टुरेन्ट ढामौ नि रेस्टुरेन्ट आरएएनटी जुन लास्ट होला रेस्टुरेन्ट ढामौ नि तर फ्रेन्च त्यो चाहिँ नजल साउन्ड र नासन थयो शब्द चाहिँ यो डौ जुले रेस्टुरेन्ट लाई जुल रेस्टुरेन्ट र लाई जुल नि मलाई एजुले चाहिँ फ्रेन्च भाषा क्या छ उदाहरण गर्छ होला फ्रेन्च भाषा जस्तै छिजना वो चाहिँ धस देखे जो लासा भने जो रहर मको बाटेटा खडाब रहर अले वो चाहिँ छि वो समझ मस्त अघि आउँछ स्क्रिप्ट के आउँछ याबले अघि आउँछ एटो मुजी नेपाल भाषा पह मुन्ट ठिकैला छेमा कछि कम चेन्ज गर्छ चेन्ज उडा गर्दा नि त जो चाहिँ छु रहर नेपाल भाषा चाहिँ संकेत देगा छ तर जो ठो लासा भने जो रहर मको बाटेटा खडाबले अच्छा वो शब्द चाहिँ बरो मेया टिके पनि पाखा शब्दमा छि शब्द जुए मुक्त नि झि चाहिँ छौ एम्बिग्युटी छौ चाहिँ छौ किसिमको चाहिँ झिउ भाषाकै छौ छुडा रहेछ छौडो खै इङ्ग्लिस न यो झिउ भाषाकै जस्तै वाड हालेको कम वानन्जुला वाड प्याडी धान ओन वानन्जुला मलाई डाँट वानन्जुला छौनो शब्द टाउ अर्थड नि ट्याबले वो चाहिँ छ इङ्ग्लिस खाले मुन्टा छ ब्रिटिस मुन्टा चाहिँ सिनेमा समस्या जिउ नि हो वाज ग ट्याबले गो ड के अर्थ मलाई अघि चाहिँ अयो चाहिँ इङ्ग्लिस न मरु मखुड्ड तर चाहिँ झिउ भाषा के थैरा चाहिँ गु किसिमको चाहिँ मन्त्र चाहिँ सेनेबले सेक क्याबले गु जरा ठाकुई हुड नि अयो चिज चाहिँ निराकरण या लागि ठो नेपाल भाषा एकाडेमी लगायत चाहिँ ठो विभिन्न सङ्घ संस्थान ठिक चाहिँ निरन्तर ठिक चाहिँ अध्ययन अनुसन्धान या म हो जस्तै रहर बाध्यता जिन जाना जाने वो इम्पोज लाडे चाहिँ टेटा हो शब्द चाहिँ मलाई तर अब ठेट नेपाल 200 वर्ष आयो चाहिँ स्टोरी जुल हो ठेट नेपाली भाषा शब्द जे मट हाउ जुल कछम ऐसा रह्यो चेन टोटा बिया मखला तर गुली चिज चाहिँ बरो मया क मिमी जस्तै पैसिभ भोइस बरो ढेर्ने मिमी चाहिँ पाखा चाहिँ मसेक ल अगिटा चाहिँ आत्मसात मया त हसा समस्या जस्तै अटो जो संख्या विषय न चपो फेर अघि नेपाली चाहिँ अनुवाद टेमाला ढाउ खाजुले चाहिँ हिम आदि ढाउ खाजुला अघि प्रतीकात्मक नाम जुल नि हो हिम आदि त हिम आदि चाहिँ ठ्याक्क अनुवाद चाहिँ सब फेर जिम आँधी जस्तै नेपाली चाहिँ हामी चाहिँ बरोया तरिका गयो छ हिम आँधी ढाउ शब्द 16 रहेछ हिम त संस्कृत शब्द हो आँधी ढाउ उर्दू शब्द हिम आँधी नेपाली ठेन्च हुन नि हो नेपाली शब्द ठेन्च हुन नि हो छौ उर्दू छौ चाहिँ संस्कृत सम्मिश्रण नि हो होला अब चाहिँ नेपाली ठेन्च हुन जस्तै चपो भएको अब हिम आँधी चाहिँ या चपो ढाकु ढ्यामाल नि आँधी ढाकु ढ्यामाल नि तर चपो ढाकु ढ्याबले चाहिँ मोलोल नि मलाई तर ऐसा टाइम चपो फेर ढ्या छ मिले मजु सही तो चाहिँ हमारा घोडा सही चलता है तय जुल तकले लिपाङ गोस थेन्नु गोदो ठाउँ कने इले जुगु उगु इले मास्टर जगसुदर मर्लन गु ज्याजो त याना दिगु ख गु मंगस खंका चाहिँ वेका शिक्षा नीति गु पला न्याका दिगु ख ठाउँ कने वेकला याना दिगु ज्या वेक ति बुदिया लस्ते छटाके माला छौ जका कोखा कामला जिसा पुंके फैकी फैमको थेछ यदि वेकला खना दिगु मंगस पुंके गु खस चाहिँ जिसा छुया माली थेछ तकले लिपा उचका दे अब जिन हस ट्याट गो ल वो चाहिँ अब समाजको कोखा साथ कि चाहिँ जिउ दायित्व पुरा जल हो मखु होला वेक पाका चाहिँ प्रेरणा क्या हो ख एजोलिन चाहिँ अब नस वेक या मंगस पुवाङ नस धेरै आन्तरिक गु कारण त अज्ञान निराकरण या स्वयंले चाहिँ कोटया मला बाह्य गु कारण त अज्ञा विचार संघर्ष या म अज्ञा बिरटेलु या म वनै यान छनि मला वेक लगायत चाहिँ जस्तै श्रीदास माजु मेउ चाहिँ संगठन जुल मेउ पेंग मेउ संगठन बागिदा नि अघि चाहिँ अब वेक पनि प्रत्यक्ष चाहिँ हजुर वेक फुकैसा चाहिँ वो गु नेपाल भाषा चाहिँ गु ठके चाहिँ वैभव ख ठके गु शालीनता खटिदा लेंकटे लागि अझ हनी हिंके लागि वेक पनि गु सपना वेकन चाहिँ खडी उडनी वेकअप छ एकदा चाहिँ वो दक्षिणसँग चाहिँ वेकअप नि चाहिँ अछिङ बुढीले चाहिँ समोसा क्वाखन सम छिन्जी मखु होला अगे लागे छिस ठाउँ मस्त्र कम से कम चाहिँ मस्त्र ठाउँ छ भाषण थमन लाकमा ल नेपाल भाषा खानामा ल पास बनाउन वे अनुसार खानामा ल छिजिन नाप्लाई चाहिँ नेवाटा बिचन नाप्लाई नेपाल भाषा खानामा ल नजरन चाहिँ छिउ ठ्याबायो नान निसिंकाय छिसन चाहिँ गुल्टको छिउ आन्तरिक कारण त डौखो समस्या अग्दान समाधान छिसन स्वयंमा ल बाह्य कारण छिसन ल्यामौ हालेमौ संघर्ष यामौ वन यामा ल अगिन चाहिँ मखस पुयाका लागि ठेप कम मयातले थैला साकार या म फुटले छिउ चाहिँ वेक अप नि मांस पुवान छनि मखु एजिया चाहिँ थैदा चाहिँ निरन्तर या म ठोय अवसर खे जिन चाहिँ आठो मास्टर जगत सुन्दर मल्ल प्रति सुरक्षा या म वेक प्रति श्रद्धा सुमन व्यक्त या अछि कपना न सुभा
हजुर तक्लिलिपा टेलिभिजन सोया दिपी सकल सकमी भाजु मेजुपी अनि ठुगु ज्याज सोया दिपी पोङको सोया दिपी सकल भाजु मेजुपी त छुदेती ओए अब जो अनुरोध हुए नचन ढाड्नु चाहिँ ठठो कमसेकम चाहिँ सुरुवात चाहिँ ठाउँ पाखा सुरिहाल्नु परिवर्तनीय सुरुवात चाहिँ छिउ पाखा सुरिहाल्नु वो ढाबे अर्थ चाहिँ कमसेकम मेउ अर्डर छु म चाहिँ कमसेकम ठ क्याम यहाँ पनि कमसेकम नेपाल भाषा सुरिया ठाउँ से सुरिया छ नेपाल भाषा हगु छिन हे माभा नेपाल भाषा लहगु कुतयामा तका गुछि छ इना पेना दिला बलसका ठुगु इना पिया तवेका पिन्छ वाचाका दिदका ज्याजो सथाया दिला ठुले मछि ख कनादिला ओके निति छित यो को सुबा देछ गाछे किलो को सुबा हजुर सक्ने भाज मेजबे ठाउँ या गुठुगु विशेष ज्याजो या इ न को चाठङको गुदु ठाउँ या ठाउँ जिस 138 जिस गु हनागु ख मास्टर जगत सुन्दर मल्लया बोंदिया लसता गु वेका विशेष ज्याजो जिस न्याका गु ख अले ठुगु विशेष ज्याजोले जिगु पहा कथा भाषा सेवी निवान हेलवा ओम चरण अमात्य जियाता बनागु ख वेका गु ख जिस निनाहे दिला सोहे दिला ठाउँको ज्याचित गथेताला सुना सला सुझाव लसा जिमिता पक्किन स्वागत है फलसकासे ठाउँको ठुगु ज्याचो सबायको उजाउखना छ ठाउँको